सबैलाई नमस्कार। आज म तपाईहरुको सामु फेरि अर्को किताब फोकस अन व्हाट म्याटर्स जो चाहिँ डेरियस फोरोक्सले लेखिएको छ। यो किताबको बारेमा केही कुरा भन्न गइरहेको छु। आशा छ तपाईहरुलाई यो पनि मन पर्नेछ। र फोकस अन व्हाट म्याटर्स भनेको चाहिँ जे महत्त्वपूर्ण छ त्यसमा ध्यान केन्द्रित गर्नु। र यसको बारेमा यो किताबमा लेखेको छ। धेरै कुराहरुले ध्यान तान्ने आजको दुनियाँमा मुख्य कुरामा ध्यान दिनाले तनाव कम गर्न, सही निर्णय लिन र जीवनलाई अझ सन्तुष्टिपूर्ण बनाउन मद्दत गर्छ। आजको व्यस्त जीवनशैलीमा मानिसहरू धेरै काम, सूचना र सामाजिक जिम्मेवारीहरूले घेरिएको छन्। मोबाइल, सामाजिक सञ्जाल र अन्य अनावश्यक कुराहरूले हाम्रो ध्यान बारम्बार विचलित गर्छन्। यस्तै परिस्थितिमा मुख्य कुरा वा जो वास्तवमै महत्त्वपूर्ण छ त्यसमा ध्यान केन्द्रित गर्नुहोस् भन्ने सन्देश अत्यन्त महत्त्वपूर्ण छ। यस भनाइको अर्थ हो हाम्रो जीवनमा भएका प्राथमिकताहरू बुझ्नु र त्यही अनुसार र हाम्रो समय, ऊर्जा र ध्यान खर्च गर्नु। सबै कुरामा ध्यान दिन सम्भव छैन। त्यसैले जीवनमा साँचो सुख, सफलताको लागि हामीले आफूलाई महत्त्वपूर्ण कुराहरूमा सीमित गर्नुपर्छ। महत्त्वपूर्ण कुराहरू व्यक्ति अनुसार फरक हुन सक्छन्। कसैका लागि त्यो परिवार हुन सक्छ, कसैका लागि शिक्षा हुन सक्छ वा कतिका लागि व्यवसाय हुन सक्छ। कसैका लागि आत्मविकास, स्वास्थ्य वा समाजसेवा पनि हुन सक्छ। जे भए पनि तपाईले आफूलाई सोध्नुपर्छ के यो कुरा साँच्चै मेरो जीवनमा अर्थपूर्ण छ? यदि उत्तर हो भन्ने छ भने चाहिँ त्यसमा समय र ध्यान लगाउनु बुद्धिमानी हुन्छ। मुख्य कुरामा ध्यान दिनाले समयको सही उपयोग हुन्छ, अनावश्यक कुरामा समय खर्च हुँदैन, मन एकाग्र हुन्छ, ध्यान केन्द्रित हुँदा कामको गुणस्तर बढ्छ, तनाव कम हुन्छ, धेरै कामको चापमा अल्झिनु पर्दैन, जीवनमा सन्तुलन आउँछ, व्यक्तिगत र व्यावसायिक जीवनबीच मेलमिलाप हुन्छ, सन्तुष्टि र आत्मसन्तोष बढ्छ, जुनसुकै निर्णय लिँदा त्यसमा तौल र गहिराई हुन्छ। अन्ततः सफल र सन्तुष्ट जीवन बिताउनका लागि हामीले हाम्रो लक्ष्य, मूल्य र चाहनाहरू पहिचान गर्नुपर्छ र त्यसमा नै ध्यान केन्द्रित गर्नुपर्छ। अनावश्यक कुराहरू त्याग्नु सक्नु नै आत्मअनुशासन र सफलताको पहिलो कदम हो। आशा छ यो किताबले भनेको कुराहरू तपाईलाई मन पर्यो। फेरि अर्को भिडियो ल्याउने बाचा गर्दै हजुरहरू समक्षबाट बिदा लिन चाहन्छु। हवस् त, नमस्कार।